परदेशबाट एक नेपाली युवाको रवि दाइलाई भावुक पत्र। प्रिय रवि दाइ, आज देशले नयाँ प्रधानमन्त्री पाएको छ, तर यो जित केवल एउटा व्यक्तिको होइन, यो त तपाईले बोक्नु भएको संघर्षको भारी हो, तपाईले लुकाउनु भएको आँसुको मूल्य हो, अनि तपाईले कहिल्यै हार नमानेको आत्मबलको परिणाम हो। कति रातहरू निद्रा हराएर बिते होलान्, कति चोटहरू छाती भित्रै थामेर मुस्कुराउनु भयो होला, आफू भित्रै चिरा चिरा हुँदा पनि बाहिर म ठिक छु भनेर देश र जनताको लागि दौडिनु भयो। त्यो केवल राजनीति थिएन दाइ, त्यो त एउटा सपना थियो, एउटा यस्तो देश बनाउने सपना जहाँ न्याय हुन्छ, जहाँ जनताका आवाज कहिल्यै दबिँदैन। आज जब देशले नयाँ नेतृत्व पायो, धेरैले बधाई बालेनलाई दिए, तर मेरो मनले त बारम्बार तपाईलाई दिन्छ दाइ, किनकि त्यो जितको बाटोमा तपाईको पसिना मिसिएको छ, त्यो सफलताको कथामा तपाईको आँसु लुकेको छ। तपाईले देखाउनु भयो झुक्न जान्नु कमजोरी होइन, सबैलाई मिलाउन सक्नु नै साँचो शक्ति हो। तपाईको देशप्रतिको माया, जनताप्रतिको चिन्ता र हरेक परिस्थितिमा अडिग रहने साहस, यी सबै कुरा शब्दमा बयान गर्न निकै गाह्रो छ दाइ मलाई। आज म बधाई दिन्छु, पदका लागि होइन, तर तपाईको त्यागका लागि, तपाईको धैर्यताको लागि, तपाईले कहिल्यै नछोडेको आशाको लागि। बधाई तथा शुभकामना रवि दाइ, किनकि तपाई जस्तो मान्छे कहिल्यै हार्दैन। तपाई त इतिहास लेख्ने मान्छे हो दाइ। धेरै माया, मिठो सम्झना दाइ।